अब हान्ने नै थियो हैन, रन उयो थियो नि त, भन्नाले 13 रन 6 बलमा चाहिएको थियो हैन। सो अब त्यो बललाई चाहिँ एरियाजमा हामी जुन एरियाजमा हान्न खोजिरहेको थियौँ त्यो एरियाजमा नै हान्न खोजिरहेको थियौँ। अब अनफर्चुनेटली भने जस्तो सर्ट लागेन हैन। त ठिक छ, गुड गेम ओभरअल इट वाज। त्यो सिचुएसनबाट त्यहाँसम्म पुग्नु पनि एक खालको भनौँ न अपकमिङ गेम्सको लागि चाहिँ एउटा राम्रै सेटअप हो भन्छु। हामी एउटा बिचमा पार्टनरसिप हुनु पर्थ्यो कि जस्तो लाग्यो हैन। अलिकति धेरै विकेट फल भयो कि बिचमा, जहाँ चाहिँ त्यस्तो रस गर्नुपर्ने नेसेसरी थिएन। किनभने हामीलाई थाहा छ यो अब हाम्रै विकेट हो नि त, फ्ल्याट हो, सो रन त बन्निहाल्छ। 8 रन 10 रन पर ओभर त बनिन्छ भन्ने कुराहरू चाहिँ थाहा थियो। त्यो बिचमा जब विकेट्स फल भयो त्यो एउटा जस्तो लास्टमा पार्टनरसिप भयो, त्यो बिचमा पनि एउटा पार्टनरसिप भएको भए चाहिँ सजिलो हुन्थ्यो कि भन्ने। त्यो विकेट्स फल रेगुलर इन्टरभलमा चाहिँ त्यो अलि टर्निङ पोइन्ट भयो जस्तो लाग्यो। यो लेभलमा खेलिरहँदाखेरि चाहिँ अब हामी यङ प्लेयरहरू पनि टिममा आएको देखिरहेको छ, तर अझै पनि सीता रुकिना नै चाहिने अवस्था देखिरहेको छ। बलिङ होस् ब्याटिङ होस्, त्यो अलिकति चेन्ज, त्यो ट्रान्जिसनमा चाहिँ हामी अझै पनि ट्रान्जिसनमै छौँ भन्दा हैन त्यस्तो हैन। इट्स नट लाइक द्याट। इट्स त्यो के हुन्छ भने सबैजनाले एउटा मोमेन्टम क्यारी गर्नलाई चाहिँ धेरैभन्दा धेरै म्याचेसहरू चाहिन्छ कि। सो अब जस्तो तरिकाले अहिले क्रिकेट एसोसिएसनबाट इन्भेस्टमेन्ट भइरहेछ हैन, हामी अलि धेरै छिटो अपेक्षा गरिरहेछौँ कि भन्ने कुराहरू पनि हो। अलिकति टाइम दिउँ। सीता रुबिनालाई पनि त धेरै इयर्स पछाडि नै टाइम लागेको हो नि त। सो उनीहरूलाई पनि अलिकति टाइम दिउँ, एकदम धेरै ब्याकबाट त्यो पिन्चेसहरू नगरौँ हैन। बिकज कोही पनि नेपालको जर्सी लगाएपछि भित्र हार्छु भनेर चाहिँ छिर्दैन कि। सो त्यो भएर चाहिँ वी हेभ टु बी पेसेन्ट जस्तो लाग्छ मलाई हैन। दिन प्रतिदिन वी आर ट्राइङ आवर बेस्ट टु डु। अब लेख्न त जे पनि लेख्न सकिन्छ, बट वी नो ब्याक टु द फेस कि कति धेरै मेहनत हामीले गरिरहेछौँ र यो इम्प्रुभमेन्ट ल्याउनलाई हामीलाई पनि एउटा च्यालेन्ज नै हो कि यो स्टेजबाट माथि गएपछि अनि बल्ल मोमेन्टम क्यारी हुन्छ भनेर। सो अलिकति पेसेन्स राखौँ। एसियाबाट चाहिँ हामी क्वालिफाई भयौँ हैन, यो वर्ल्ड स्टेजमा खेलिरहँदाखेरि त्यो र यो बिचमा इम्प्रुभमेन्ट के छ ब्रिटिस कोचमा? अब राम्रो इम्प्रुभमेन्ट भन्दाखेरि चाहिँ अब अलिकति ब्याटिङमा हामी अब रन राम्रोसँग स्कोर गर्न सकिरहेछौँ। डेफिनेटली फिटनेस र फिल्डिङमा अलिकति त इम्प्रुभमेन्ट देख्नुभयो होला हैन। सो त्यो मैले भने नि ग्रेजुअली आउँछ। द अमाउन्ट अफ म्याचेस वी विल प्ले, अनि कति हामी क्याम्प्सहरू बस्छौँ, जसरी अहिले हामी रेगुलरली खेलिरहेछौँ त्यसैको बिहाफ हो यो पनि रिजल्ट हैन। सो त्यो हुँदाखेरि चाहिँ आई गेस हाम्रो ब्याटिङ चाहिँ अझै जस्तो ओपनर अब अलिकति सेट हुँदैछ, मिडल अर्डरले अलिकति टाइम लिएर खेल्न स्टार्ट गरे पछाडि अनि त्यो सेटलमेन्ट चाहिँ स्टार्ट हुन्छ होला।